त्यो गएकोमा होइन सबभन्दा राम्रो चाहिँ के लाग्यो तपाईँलाई जानको उता चाहिँ हामी ओपन क्याम्पसबाट आएको होइन अनि ट्रेन भाडा आयो पढ्नको लागि ओपन क्याम्पस जानु पर्यो। अब ओपन क्याम्पस जानको लागि अहिले चाहिँ रेडी हुनु पर्यो। सो गाइज बिहानको 6 बजिरहेको छ। अहिले चाहिँ हामी रेडी हुन गइरहेको छु। रेडी भएर अनि त्यसपछि चाहिँ ट्याक्क होइन हामी फेरि भ्लग सुटिङ गरौँला। सो हेलो गाइज, सबैलाई स्वागत छ मेरो भ्लगमा होइन। म चाहिँ आजदेखि सुरु गरेको छु भ्लग भिडियो। अनि यो भ्लगमा चाहिँ अलिकति इन्टरटेनमेन्ट हुनसक्छ होला मेबी। सो चाहिँ म चाहिँ धेरै मिहिनेत गर्छु यो भ्लगमा है। सो अहिलेको बिहान होइन म चाहिँ गइरहेको छु अब ओपन क्याम्पस। घाम चाहिँ जापानको घाम सबैलाई थाहा नै होला। जो जो नेपालमा छ उनीहरूलाई थाहा छैन होला। धेरै खतरा घाम छ जापानमा। त्यहाँ गएपछि थाहा हुन्छ के कस्तो रहेछ होइन, त्यसको बारेमा बुझ्ने हो। त्यसपछि गाइस है हामी ओपन क्याम्पसबाट आएको होइन अनि अहिलेको गर्मी यस्तो गर्मी हो। मैले बिहान भनेको थिएँ बिहानको अनि अहिलेको 1:30 बजिरहेको छैन। गर्मी यस्तो खतरनाक छ, मुसी आचुई भन्छन् के। अनि मुजी आचुई सौदेश अनि उता अनि ओपन क्याम्पस गरेर आएँ। खासै निको पनि त राम्रो पनि थिएन गएको। काम पनि खोजेर नदिने, रुम पनि खोजेर नदिने, होस्टेलहरू पैसा मात्र लिने, सुविधाहरू त्यस्तो केही छैन होइन। अनि जान त गएँ अब यताको होइन ट्रेन भाडा पर्नु पनि घोप्टो यस्तो। अब पैसा यताको ट्रेन भाडा यस्तो खतरनाक छैन। अब गएर घुमेर आयो 2500 घोप्टो पारेर गएछ हाम्रो है। अब के गर्ने त त्यही घोप्टो पर्ने गएँ हेर्न पाएँ मात्रै हो है, अरू त के भएन। अनि निद्राले राति हिजो चाहिँ काम भएर राति बिहानको 3 बजे सुतेर 6 बजे उठेको। उता चाहिँ भएर के अरे नाइट ड्युटी गरेर आएछ। फेरि बिहानै सेचुमेको लागि आएर छौँ ओपन क्याम्पस। अब यहाँ चाहिँ निन्द्राले बिहाल्छ। ट्रेन चाहिँ माछिकाइ भएछ अहिले। अब फर्किने लागेको छु। यहाँ चाहिँ यस्तो गर्मी यहाँ बाफ्रे, हेर्दाखेरि लाग्छ गर्मी छैन तर यस्तो खतरनाक गर्मी ह। भित्रै चुमुक गरिरहेको नवीन दाइ, म हजुरलाई के सोध्न चाहन्छु भने त्यो गएकोमा के देखेर तपाईँले त्यहाँ जानुभयो? अलि धेरैजनाले लिँदैछ, कति खुसी लिँदै त्यो गएकोमा चाहिँ अब के अरे सब हाम्रो गाइस ट्रेन पनि आइसक्यो है। त्यो अब जानु पर्यो। गाइस ट्रेन त आउन त आयो तर यो होइन एक्सप्रेस ट्रेन आएर रहेछ जुन हाम्रो लागि होइन रहेछ है। अनि त्यो राजाको लागि अनि गाइस अब आउनु त आयो तर मुरगानी पार्क लाइन फेरि वापस जाने लाइन त्यही हो। अनि गाइस अनि के अरे दाइ, अनि सुन्नु न, त्यो गएकोमा होइन सबभन्दा राम्रो चाहिँ के लाग्यो तपाईँलाई जानको? त्यो गएकोमा चाहिँ सबभन्दा राम्रो भनेको केटी थियो। जुन गएकोमा पढ्नलाई आएको थियो केटीहरू त्यही राम्रो थियो। त्यो पनि हामी जाने बेलामा सबै फर्किने लागेको थियो कि। अनि अरू चाहिँ सुविधा भन्ने चिज तपाईँले त्यो गएकोमा के ठिक लाग्यो तपाईँले? अरू सुविधा भन्ने चिज चाहिँ केही भएन। भर्खरै अब रुम चाहिँ जान लाग्यो हो।
कस्तो खतरनाक गर्मी छ कि यहाँ होइन जापानको गर्मीको बारेमा के भन्न नसक्ने खालको लास्ट गर्मी छ होइन। अब नेपालभन्दा नि बढी गर्मी लाग्छ। अब के गर्ने, ओपन क्याम्पस जानै पऱ्यो। अब सेन्डनहरू पढ्नै पऱ्यो, नगए त्यो भएन, जानै पर्छ, अनिवार्य हो। आयो गान्छु यहीँ हो, एप्लिकेसन फर्महरू अब यो भर्नु पऱ्यो। भरेपछि अब के कस्तो हुन्छ, हुन त सुविधा गएकोमा केही छैन त्यस्तो खालको, न त काम खोजिदिने न त केही होइन। अब फर्किन लागेको छौँ। अब त्यसपछि अब यस्तै हो, हामी फेरि बनाउँला, फेरि भेटौँला होइन अर्को नेक्स्ट भ्लगमा। अनि त्यसको बारेमा त्यसपछि राम्रो गरेर सूचना गरौँला, यहाँनिर स्पेन के कस्तो त, अनि त्यसपछि रमाइलो गरौँला है। सो गाइज आजको लागि यति नै होइन। यसो इन्ट्रेस्टिङ लाग्यो भने मेरो भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला है, अनि सब्सक्राइब गर्नु होला। सो गाइज हामी भेटौँला फेरि। सो सब्सक्राइब गर्नलाई चाहिँ नबिर्सिनु होला गाइज। बाई।